आँधीहरू यस्तो आयो कि मेरो फर्सी फुल यो खोर्सानी कहिले नफल्ने भयो यार। बल्ल फलेर भाँच्दै आज आएर बस फेरि एकैछिनमा खुल्ला भएर आयो। आँधी हुरी असिना के आया यार, सब डाङ डुङ बनाए। यहाँ मेरो फर्सी फुल्न थाल्यो यार। युवाले दिएको खोर्सानी बल्ल फल्यो, त्यो दानै लागिसक्यो त्यो भाँच्दै यार। फेरि कहाँबाट आयो भने एक्कासी ल पुरै बङ बुङ बनाएर गयो तैट। अहिले त यता पनि चिल छ, यस्तो छ कि केही भएकै थिएन। पुरा वेदर क्लियर भएको छ। यो ट्रेन रोक्यो सायद पावर नभएर होला, रोक्यो यो। पुरा घाम लागेको छ डाङडुङ। 5 मिनट आएको थियो यार। बिजोक त अब भयो यार, कार पार्क गेट खुल्दैन। कार भित्र साला एकछिनको झ्यालुक झुलुकले यो कार पार्क गेट बन्द भयो मेरो गाडी भित्र। अब मलाई जानु छ चेरी ब्रुक। अनि मैले त्यो दिमागमा पनि लिगिन, काममा निक्लिनलाई अब मेरो डिडीमा। अहिले जाँदा $50, अहिले फर्किँदा $50। काममा गएको त के भयो $100 चुना लगाइदियो।